रनिङ अर वकिङ, कुद्नु या हिँड्नु कुन चाहिँ राम्रो हो मोटापा घटाउनुको लागि भनेर चाहिँ धेरैजना कन्फ्युज छ है। यो भिडियोलाई लास्टसम्म हेर्नु ल, किनभने लास्टसम्म हेर्नु भएन भने तपाईँहरूले बुझ्नु हुँदैन है राम्रोसँगले। अनि यसमा चाहिँ के हुन्छ भने हाम्रो बडीमा दुईवटा टाइपको एनर्जी सोर्स हुन्छ है। बल दिने कुरा दुईवटा हुन्छ, जसमा एउटा ग्लाइकोजन भन्छ, एउटा फ्याट भन्छ है। अनि ग्लाइकोजन चाहिँ त्यतिखेर युज गर्छ हाम्रो बडीले जब हामीले छिट्टो कामहरू गर्छ र बलको कामहरू गर्छ, जस्तै कुद्नुहरू भयो अनि स्ट्रेन्थ ट्रेनिङहरू हुन्छ, त्यसले चाहिँ हाम्रो ग्लाइकोजन युज हुन्छ। अनि फ्याट चाहिँ हाम्रो जब हामीले ढिलो लो इन्टेन्सिटी काम भन्छ, जसमा हामीले हिँड्नु भयो अनि घरको त्यो यताउता गर्ने कामहरू हुन्छ, त्यसलाई त्यति बेला फ्याट युज हुन्छ। अनि अब हाम्रो मोटापा घटाउनुलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हुन त अभियसली रनिङ गर्दाखेरि तपाईँको फ्याट छिटो लस हुन्छ है, किनभने यसमा कम्ती समयमा हाम्रो बडीले बेसी हाम्रो एनर्जी युज गर्छ है। अनि एनर्जीमा हाम्रो यसले ग्लाइकोजन युज गर्छ अनि कम्ती मात्रामा फ्याट युज गर्छ। अनि फ्याट नै मोटापा हो भनेर अब सोच्नुहुन्छ होला होइन। तर पनि के हुन्छ, अब ग्लाइकोजनको चाहिँ हाम्रो बडीमा स्टोरेज एकदमै कम्ती हुन्छ है। कम्ती मात्रामा मात्रै हाम्रो बडीमा ग्लाइकोजन स्टोर भएर, जस्तै हाम्रो यो मसलहरूमा स्टोर भएर बस्छ है। अनि यो कम्ती मात्रामा स्टोर भएर बस्छ अनि यो बेसी भएको कुरा चाहिँ फेरि हाम्रो फ्याटमै कन्भर्ट हुन्छ। तर फ्याट चाहिँ यता ग्लाइकोजनमा कन्भर्ट हुँदैन, ग्लाइकोजन मात्रै फ्याटमा कन्भर्ट हुने हो है। त्यही भएर रनिङ गर्दाखेरि चाहिँ के हुन्छ भने तपाईँको ग्लाइकोजन जति पनि छ मसल्समा त्यो पनि युज हुन्छ र हाम्रो बडीको कम्ती मात्रामा फ्याट पनि युज हुन्छ। त्यसले गर्दाखेरि ग्लाइकोजन उता गएर फ्याट भएर बस्नु नै पाएन। त्यही कारणले गर्दा रनिङ चाहिँ राम्रो हो। तर पनि बिगिनरहरूलाई चाहिँ के हुन्छ भने हाम्रो रनिङ गर्दाखेरि जस्तै हाम्रो यो प्रपर गियर छैन भने हाम्रो यो जोइन्टहरूमा प्रेसर हुने चान्सेस हुन्छ है। अनि त्यहाँदेखि बिगिनरहरूको लागि त झनै साह्रो, किनभने उनीहरूले डेली गर्नु सक्दैन। डेली गर्दाखेरि उनीहरूको खुट्टाहरू दुखिहाल्छ है। अनि कन्सिस्टेन्सी चाहिँ हुनैपर्छ अब फ्याट लसको लागि। त्यही कारण डेली गर्नु सक्ने कुरा चाहिँ गर्नु पऱ्यो। त्यही कारण वकिङ चाहिँ एकदम बेस्ट छ बिगिनरको लागि, किनभने यो कुरा चाहिँ लामो समयसम्म पनि गर्न सकिन्छ। अनि जुनै कुरा पनि लामो समयसम्म गर्दाखेरि बेसी एनर्जी युज हुन्छ है। अनि लामो समयसम्म युज गर्न सकिन्छ र डेली पनि युज गर्न सकिन्छ। अनि लास्टमा चाहिँ के भन्न चाहन्छु, मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दाखेरि फ्याट लसको लागि फेरि वकिङ र रनिङ मात्रै गरेर यो खाले बिरालोले नाग्न नसक्ने खाले भात खायो भने चाहिँ हुँदैन। अब यसमा चाहिँ क्यालोरी डेफिसिट भन्ने पनि हुन्छ है। क्यालोरी डेफिसिट भनेको हाम्रो यो बिएमआर रेट भन्छ। हाम्रो जिउले दिनभरिमा केही नगरी पनि जस्ट बाँच्नुको लागि मात्रै कति एनर्जी युज हुन्छ र हाम्रो दिनको एक्टिभिटी कस्तो छ यो सबै क्यालकुलेट गरेर, म यो विषयमा अर्को भिडियोमा भनौँ ल है। यो क्यालकुलेट गरेर हामीले क्यालोरी डेफिसिट एकदम खानालाई कम्ती खानुपर्छ। खानालाई भन्दाखेरि जुन चाहिँ क्यालोरी दिने कुराहरू जति पनि छ यसलाई कम्ती खानुपर्छ। अब क्यालोरी दिने कुराहरू के हुन्छ यो पनि बेसी लामो भिडियो भयो है, अर्को भिडियोमा बताउँला। र अनि प्रोटिनलाई चाहिँ हाम्रो खानामा अलिक बेसी गर्नुपर्छ है। त्यसले गर्दाखेरि हाम्रो फ्याट छिटो लस हुन्छ। धन्यवाद।